भान्सेको देखि हाम्रो दिदीले यस्तो मिठो खाना पकाएर खुवाउनु भयो रमाइलो भयो खाना खाँदै गरेको खिचा हो नि त खाना खाएको खाना देखाउनु हुँदैन क्या अरूलाई खाली खाएको एकदम घाममा बसेर कता उता के गर्नु ए म गइरहेको अस्ति नै यस्तो बाटोमा यात्रा हुँदैछ हाम्रो चाहिँ बाटो पनि खतरा छ विचार गरेर हिँड्नुहोस् ल म चाहिँ बल्ल लाग्यो ल कठिन यात्रा गरेर ओ समितिको साथीभाइहरू पछाडि पछाडि आइदिनु रे अगाडि अगाडि भागेर जानु भएन है विश्वलाई शान्ति बढाए जन्मे बुद्ध यही नै विश्वलाई शान्ति बढाए यस्तो बाटो ल गाइजहरु फाइनल्ली हामी चाहिँ वनमा आइपुग्यौँ धेरै कष्ट गरेर ल पा हेरेर जाउँ ल ओ पा त कत्रो रहेछ पा कत्रो रहेछ बाममाता छ होला बाममाता टमाटर पाओ 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 तीनटा पाओ 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 नि हेर्नु कस्तो छ ए पाओ ल प्योर पा यहाँ ट्याङ्कीमा चाहिँ तपाईँको पा रहेछ होइन मेरो भाइले एकदमै हिम्मत गरेर पा समाइदिनु भयो यो पा कत्रो होला यो यहाँ पहिले त मैले ठुलो देखेको थियो बाहिर ल्याएको त सानो रहेछ हाम्रो मिसको हाँसो चाहिँ हो